एक्सन क्यामेराम्यान एक्सन दिनु पर्यो नि जोरले गर्नु गर्नु सुर्ती बनाएको अध्ययन भयो क्या सुर्तीले क्यान्सर हुन्छ भन्ने थाहा छैन खानुपर्छ होइन यस्तो के यस्तो हटा मान्छे ए कमलाले टोक ल ल रेडी यस्तो हैन दाजु पानी पिउनुको फाइदा भन्नुस् त तिर्खा लागेको बेला प्यास मेटाउँछ ओ रेकर्ड भइरहेछ तपाईँ के बोल्दैछ सबै आउँछ नि फेरि पानी पिउ मैले भनेको पानी पिउनुको फाइदा के मैले क्या कौन नोक्सान हुन्छ भनेर भनेको छु र के रे म भने कि हेरे चाहिँ झुन्या भने दाइले त खोइ दाजु दिनु न हेर्नु त होइन त्यसले कस्तो गरेको थियो ए छोरी नभन्नु के त्यस्तो कुरा नगर्नु के बित्ता पनि कान हुन्छ नि बोतल नदेखाउनु एकैचोटि सट्टा नआउनु पर्यो तपाईँले हाना लाग्छ मात्रै सट्टै त्यो त फेरि अहिले यताबाट तपाईँले दिनु दोस्त तिमी मेरो लागि के गर्न सक्छौ यार किन म आफ्नो लागि के गर्न सकेको छैन तिम्रो लागि के गर्न सक्छु क्यामेरा एक्सन भाइ हजुर भाइ आइमेलाई आफ्नो आँखामा पनि भरोसा हुँदैन है कसरी दाइ कसरी भाइ हजुर भाइ आइमेलाई आफ्नो आँखामा पनि भरोसा हुँदैन है के भयो भाइ के भयो एकछिन यता क्यामेरामा हेर्नु न रिस त उहाँमा थियो नि त क्यामेरा यहीँ छ त अन्त ल ए के खाउ लाग्छ अलिक माया हेर्नु यार त्यस्तै ओए के खाउँला जसरी हेरेको अलि मायाले हेर्न यार रामदाजुले खाने भयो त चुपमा त यति रामदाजुले खाने चुपमा ल के गर्छ हो यति भए पुग्छ यति माले पुग्छ यति माले पुग्छ के गर्छ देखेन क्या तपाईँले त्यो कालामा जुटाइनु रियालिटी देखिन्छ यार हालिहाल्ने त परोडा टेप्पो मारेर गराउनु न यति माले पुग्छ भएन पहिला परोडा हेरे त्यो छैन अनि पर यस्तो हेरेन ल मायाले हेरे पुग्छ नि यति माया भए पुग्छ ल मायाले हेरे पुग्छ नि यति मायाले हेरे पुग्छ त्यही गर्नु पर्यो ए हेरेर भन्नु पर्यो है अब यति मायाले हेरे पुग्छ यति मायाले हेरे पुग्छ अब बुम 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 बुम
दारीमा अटिएन कलरमा त नि मजा लड्ने आज रेडी हो त भाइ अब यति मायाले हेरेपछि पुग्छ फेरि त्यही पैसा ल कस्तो मान्छे रहेछ हो ल ल कस्तो मान्छे कस्तो मान्छे रहेछ हो गम्मै जुसा गम्मै जुठो हालिदियो भन्नु न राम्रो भयो कस्तो मान्छे हो गम्मै जुसा हाल्यो यार कस्तो मान्छे रहेछ हो गम्मै जुठो हाल्यो ए हजुर दाइ यस्ता कुरा नगर्नु के भित्ताको पनि कान हुन्छ अहिले रात हजुर नम्ला हाम्रो मेरो दाइले कान हेर्छ अरे मानम उठेर उठेर टाइपले गर्न कान ल कान ल माने हो कान हुन्छ मुख फेरि भन्नको लागि हुनु पर्यो नि होइन त्यसो बोल्नको लागि मुख हुनु परेन फेरि यो के भन्छ अरे यो भनाइ कसको हो त फेरि यो भनाइ कसको हो त भनेर फेरि दाइले यस्तो दिनु जसको हो सामना के मतलब ल सुके होस् हामीलाई के मतलब